क्यों खुट्टामा कसरी के उठिन्छ यार जुको जुको अच्छा गाउँले के थियो दुःख गरेर जानला छौ हैन के बर माग्दाको लागि जानला हो हामी र के भन्ने सक्दैनौ भन भन च्यानललाई सब्स्क्राइब गरिदिनु भन च्यानललाई सब्स्क्राइब गरिदिनु च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइज हेलो गाइज वेलकम टु ब्याक आरडिएम राइडर भ्लग्स सो गाइज आज चाहिँ हामीहरू बिहानै उठेर शिखर जानको लागि लागिसकेका छौँ घरदेखि पुरा यहाँ स्या हुन लाख गाइज होइन लास्टै आपत हुन लाख यहाँ अगाडि मर्कटे डाँडो आउनु लाख अहिले चाहिँ यहाँको शुभ बिहानी देख्न सक्नुहुन्छ यस्तो यो यहाँ त घाम पनि उल्टादेखि आए जस्तो लागिरहेको छ गाइजहरू यहाँ चाहिँ यस्तो डाँडा काँडा छन् गाइज होइन गाइज एउटा कुरा चाहिँ के हो भने हामी आज शिखर पूजाको लागि जान लाग्छौँ 8 घन्टा त हामीले दिनभरि यस्तो डाँडाको बाटो हिँड्नु पर्ने छ गाइज होइन खत्तम अवस्था छ यहाँ 8 घन्टा हिँडेर पनि हामीले पूजा गर्नुपर्ने छ गाडी चाहिँ हिजो राति मेघ धडाधड आएर गाडी चाहिँ बाटो जाने बाटो खराब भइसकेको छ सो यस्तो अवस्थामा छ अहिले हामी यहाँ देख्न सक्नुहुन्छ पछाडि मम्मी पनि आउँदैछन् कस्तो महसुस हुन लाग्छ पुगिजाउन मान्नु लाग्यो देवताको सपलाई सो गाइज मलाई चाहिँ लास्टै गाह्रै लागिरहेको छ 8 घन्टा जान हिँड्नु छ 8 घन्टा आउने बेला हिँड्नु छ अब हेरौँ आजको यात्रा कस्तो हुन्छ लेट्स गो आजको यात्रा सफल होस् अब यहाँ देवी देवताको सतले पनि हुन्छ उहाँ देख्न सक्नुहुन्छ धेरै टाढा होइन म हजुरलाई जुम गरेर देखाउँछु हजुरहरूलाई देख्न सक्नुहुन्छ कति टुप्पोमा मन्दिर छ एउटा यो पनि यतैको मन्दिर हो अब चाहिँ हामीहरू जाँदैछौँ हिजो चाहिँ गाइज हामी यहाँ यो के ठाउँ आमा के हो यो हिजो चाहिँ हामी यहाँ मुरबडामा बसेका थियौँ गाइज होइन आज चाहिँ अब हामी शिखर जान लाग्छौँ हिजोको त्यो भ्लग चाहिँ मुरबडासम्मको थियो भने आज चाहिँ मुरबडा टु शिखर हेरौँ कस्तो यात्रा हुन्छ यो शिखरको यात्रा भगवान्ले हाम्रो देवी देवताले रक्षा गरेर हाम्रो अगाडि पुगाइदिन्छन् कि नै होइन बाटोमा यस्तो हिलो पनि छ गाइज होइन त्यस्तो कुरा होइन हिलो पनि छ यहाँ अब चाहिँ हामी अगाडि बढ्छौँ होइन भ्लग निरन्तर हुन्छौँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला गाइज होइन गाइज यो चाहिँ मुरबडाको गौरा सेलाउने ठाउँ देख्न सक्नुहुन्छ हामी यहाँ पुगेका छौँ यो चाहिँ मुरबडाको गौरा सेलाउने ठाउँ होइन क्या ini सो गाइज अहिले चाहिँ हामी हिँडेको 1.5 घन्टा भइसक्यो 1.5 घन्टा हुँदा पनि हामीहरू एक भाग पनि हिँड्न सकेका छैनौँ होइन अझ कति धेरै छ अनि हामीहरूसँग चाहिँ बाटोमा 4-5 जना केटीहरू पनि भेटिया छन् सँग जानेहरू अरू चाहिँ कोही पनि भेटिया छैन बाटोमा त्यस्तै छ यता वरिपरि बादल सादल लागेर खत्तम अवस्था छ देख्न सक्नुहुन्छ खतरा बादल
वाउ सिन। अब यतादेखि एउटा फुच्ची पनि भेट्टी। सो गाइज यहाँ हिलो पनि एकदम धेरै नै छ, खतम अवस्थामा। सो गाइज यहाँ चाहिँ गाडी फसेर खतम अवस्थामा छ, देख्न सक्नुहुन्छ। यस्तो अवस्थामा छ गाइज। यहाँ चाहिँ शिखर जाने बाटो यस्तो नै हो होइन, एकदम बेकार कन्डिसनमा हिलो हिलो छ। यहाँ चाहिँ अगाडि बहिनीहरू पनि सँगै गइरहन्। च्यानललाई सब्सक्राइब गरिदिनु है। आरडिएम राइडर आयो अगाडि। सो यता चाहिँ पुरा बादल लागेर यस्तो छ अवस्थामा। यहाँ चाहिँ हिलो हिलो छ पुरा। कपडा हेर न, रोपा हेरेर आऊ कि भुइँसाले एकले उचाउनु नि त्यो गाडी। यहाँदेखि बाटो चेन्ज हुन्छ क्या हो है। यहाँ चाहिँ पुरा बादल लागेर यस्तो हजुर कहाँ तल चाहिँ यस्तो कोदे भन्ने हुन्छ यहाँको, यस्तो पाकेर यस्तो भएको छ। यसलाई बाटो चेन्ज हुन्छ अरे, एकछिन सोधिहालौँ। गाइज ग्रुप बढ्दै गएको छ हाम्रो, हिलो पनि बढ्दै गएको छ। म हाफ प्यान्ट लगाएर आइदिया भनेर यार। यहाँ घाम लाग्यो, यस्तो राम्रो सिन आउला तर। हेर्नु पुरा बादलले गर्दाखेरि यो चाहिँ मुरकट्टीको सिन हो। मुरकट्टी हो सायद यो, मुरकाटे। ओहो यहाँ खतरा सिन छ गाइज यता चाहिँ। ए बाटो छाड। आरामले आ त गुड्डो लाख पछाडि। सो गाइज हाम्रो गाउँका मान्छे पनि भेटिसकेका छन् अगाडि। अब ठिक्कै ग्रुप बढ्दै गएको छ हामीहरूको। ए हाम्रा गाउँका मान्छेहरू गाइज खत्तम हिलो छ यता। गाडीमा फसेर जुगा पनि खत्तम लागिराखेको छ। मेरो चाहिँ लागेको छैन अहिलेसम्म। मेरो 4वटा लागिसक्यो कि अगाडि गाडी फसेर खत्तम छ। हाम्रोबाट गाडी साडी त केही छैन, जुगा छ नि यहाँ। अझै अगाडि लेकमा झन् जुगा हुँदैन अरे, पुरै खतरनाक बाटो छ यहाँ। लेकको त बान्दर पनि खतरा हुन्छन् अरे यार। शिखरको यो फर्स्ट एक्सपिरियन्स। यति धेरै मान्छे भइसकेका छन् हाम्रो ग्रुपमा। अझ भन न, व्रत बसेको मान्छेलाई भोक लागेको अरे। यहाँ लट्ठी टेक्नुपर्ने अवस्था पुगिसक्यो। अझ कति धेरै भेटिनु अगाडि मान्छे। यहाँ चाहिँ यस्तो छ बाटो हिलो।
सब सँगसँगै हुने होइन क्या अहिले अगाडि कति घन्टा हिँड्नु छ लगभग 6 घन्टा हो हेरिराखेला मैले भने भक्क त ए यहाँ कपडा खसेर यस्तो अवस्थामा छ पुरै फोहोर त्यो माथि सेतो कपडा ₹5 एक स्याम्पू आउँछ पुरा बादल लागेर यस्तो दामी आउनु लाग्छ सिन त आउने त फोटा खिच्दै आउनु पर्यो आउने लाग्छन् यत्रो जुवा लाग्दैन के यहाँ आउने हो खुट्टामा जुगो लागेको यस्तै तान्नुपर्छ हात चाहिँ तान्नु अहिले भर्खर मेरो एउटा तानिदियो भन्दै हामी भोलि घर पुग्छौँ यहाँ हाम्रो धनगढी यहाँबाट 2 दिन एक दिन पनि लाग्दैन उहाँ लरबाडीदेखि 1 दिन भिडियो बनाउनु त एउटा बनाउनु त लाग्छ भिडियो यति यस्तो हिँडेको भिडियो बनाउने काइना खुट्टा पोलिँदाले किनकि ल यिनीहरू सबैलाई राम्रो राम्रो केटा दिलाइदिया भगवान् ल यिनीहरू सबैलाई राम्रो राम्रो केटा दिलाइदिया भगवान् सो गाइज हामीहरू 2 घन्टा 2.5 घन्टा भइहाल्यो घरदेखि हिँडेको अहिलेसम्म कहाँ पुग्यो अत्तो पत्तो छैन अब यहाँ 2 जना साथीहरू छन् पछाडि 3 जना बबी उनी पबी के अरे रोजी हेलो गर त च्यानललाई सब्स्क्राइब गरिदिनु भन च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइज युट्युब चलिहाल्छ 1 हप्ताभित्र दर्ता भइजान्छ सो गाइज यहाँ चाहिँ गाडी यस्तो अवस्थामा छ यहाँ देख्न सक्नुहुन्छ हिलो छ यस्तो खत्तम बाटो छ गाइज होइन यहाँ चाहिँ गाडी फसेको छ हामी चाहिँ हिँड्दा उहाँ रोजी र बबीको ब्याट्री लो भएर एक्सपायर अवस्थामा छिटा कहाँ हो पानी अब पानी खाने अवस्थामा उति त पानी हातमा लुकाए दिन लाग्दैन समाउ थ्याङ्क यू अब मैले पानी दिलाइदिएर ल खाऊ त खाऊ बल्ल हुन्छ जस्तो लाग्यो ए बबी छिटो गर गाडी रन्केर आयो गाइज यिनीहरूलाई मैले पानी दिलाइदिएको यता गाडी आयो
तपाईँ यति यति ल है भन न भन बन्द भयो किन भन देखिनु ल दिन्थ्यो कि नै भन न के माग्दै ला हामी त के माग्दैन भगवान् जे भए पनि होइन उनीहरू खाली खुट्टा हिँडेको खाली खुट्टा हेरेँ अरूले जाउँ भनेर आउनु अहिले जब यसलाई यसलाई जिन्दगीमा राम्रो बोयफ्रेन्ड दिलाइदिया यति भए पुग्यो हो कि नै हो भने अझ होइन भिडियो पछि गाह्रो हुन सक्छ पछि ए हड्डी हामीहरूलाई यसै हाल्नु नि अगाडि हिट्टा हिट्टा के भयो दाइ ठिक छ भाइ ठिक छ एकदम कस्तो छ कन्डिसन कस्तो छ यहाँ भित्र ड्राइभरलाई चाहिँ दाम ड्राइभिङ तिनै त हुन् ड्राइभर गाई यहाँ च्याउ पनि पाइन्छ जान्छ अरे 30 मिनटको भ्लग बनाउने पुरा बजे यो जङ्गली च्याउ हो कि खाने च्याउ हो यो मजा सबभन्दा पहिला त ढोकिदिए यो खाने च्याउ हो कि जङ्गल च्याउ हो खाना च्याउ हो कि जङ्गली च्याउ हो कानहरुको सुरो छ न उनीहरु अगाडि एक्सपायर हुन्छ कान 5 मिनेट पानी आउने भनेको 10 पानी खाएर के खुट्टा धुन्यो पानी पानी भन्नु लाग्थ्यो गाइस पानी खोइदियो होइन अझ पानी नै यिनी केटीमा गएर भलो गरिसकिन रहेछ यस्तै छ अब चाहिँ हामी भलो कन्टिन्यू गरौँ अब हाम्रो अगाडि के हो खुट्टामा कसरी के उठिन्छ यार जुगो जुगो काठो छैट नाटक खाली हो बस जुगो यस्तै ठन्डो कालो कालो जुगो भनेर सातो गयो नै जुगो भए पनि काटी जुगो आऊ दोखाल्ली पनि आऊ रे खुट्टामा काँडो हो कि त्यो मान्छेको खुट्टा त चल्नु पऱ्यो कि खै नम्बर दिए फोन लाग्दैछ कि नै ए नमस्ते गर्दा चल्नु छ अरे कि सो गाइज हामीहरू घरदेखि हिँडेको 3 घन्टा भइहाल्यो अहिलेसम्म कहाँ पुग्यो अत्तो पत्तो छैन न घर आउनु आएको थिएन कि यहाँ बाटामा जङ्गलै जङ्गल मात्र छ यस्तो अवस्था छ हिजो कहाँ पुग्यो के पुग्यो अत्तो पत्तो छैन यस्तै छ गाइज त्यही भएर पहाडमा जन्मेको चेलो पहाडै हिँड्न सक्छ हामी तराईका मान्छेको काम छैन यहाँ होइन यिनीहरू पहाडका मान्छे भयो भने जुगा लागेर यस्तो डराउँछ अघि देखिहाल्नु भयो भिडियो अँ 4G आयो भने मेरो मैले 1 डन्डी देखाएन 4 वटा भन्छु एक आयो एक डन्डी आयो अब एक आएछ यहाँ अर्को नै अब तिमीहरू यति दुःख गरेर आएको छौ केही न केही व्रत माग्दै आयो होला चल्ला छैन के गर्नेहरु सल्लाह हैन अरे त्यो अहिले त्यति देखाउने क्या सबै फेसबुक लाइट भिडियो सिडियो चलाउन अरे भाइ त्यहाँ भित्रका धेरै फङ्सन बन्द होला क्या सबै काम पालो पालो होइन अङ्कल तिम्रो लागि एक बेहुली खोज्दै चलेर फुटिसक्यो यिनीहरू राणाइ बसिरहेको छ यिनीहरूलाई बेहुली खोजिदिनु पर्थ्यो यहाँका शिखर भगवान्ले चाहेपछि भोलै भगाएर लैजाने वाला हुने होइन अङ्कल लैजाने भने लैजाने भने भन लग्ने ल पक्का यो भ्लग फेरि युट्युबमा आउँछ सिधै नै मेरो बिहा त अरे हाल ल त्यसपछि पहिला नातिको गर्ने मेरो त फिक्स हो ल ल ठिक छ यिनीहरू बिहाका लागि सहयोग गरिदिए है हाम्रा केटी गाइजहरू पहिला नातिको बिहा गर्छ मेरो त हुन्न नि त अहिले नातिको त कहाँ यिनका लागि नै के बेहुली खोजिदिया तिमीहरूले यिनका लागि बेहुली खोजिदियो पछि पो हाम्रो अङ्कलको ससुराली भनेर हामी यहाँ आउला तिमीहरूसँग भेट होला खोजिदिएको नै लाउ केटी छैन भन्नु हेर आइमाई खोजे पनि हुन्छ भन्दै एका लागि खोज्यो आन्टी लभर हुनी त पछि आइमाईसँग प्यार पनि के राम्रो होइन अङ्कल आन्टी लभर हुनु अब त्यही हुन त
लगाएछ अहिले चाहिँ हामी हिँड्दा हिँड्दै 4 घन्टा हिँडिसकेपछि लेकमा पुगिसकेका छौँ। यहाँ लेकमा यस्तो जाडो हुने जस्तो भइरहेछ, पसिना सुकिरहेछ। यता हाम्रा गाइजहरू केही भन्नु छ यो विषयमा भनिदेऊ त, भन त भन। बोल्ने तागत पनि हराइसक्यो भन्नु लाग्छ नि भन। ल यिनको लागि अब हामी केटी खोज्दैछौँ। गाउँतिर डिजेको व्यवस्था, डिजे मेरो छँदै छ, डिजेको व्यवस्था भइरहेछ हो कि न रोजी? सबभन्दा अलि हिँड्दा अलि धेरै अप्ठ्यारो भइरहेछ रोजीलाई। अनि अरू त त्यस्तै छ। र शिखरको वरदानमा आज अङ्कलले एउटा केटी भगाएर लग्यो भने लग्यो ल। चस्मा निकाल्नु पर्यो, तुम बड्डा आँखा जुन भयो होइन। अङ्कलको नाम मात्रै हो कि अब अलिक टिकटक पाइहाल्ला छु केटी आज चिन्ता जुन र अङ्कलको नाम लिएर घरतिर म दाइलाई फोन डिजे सिजे मेरो तुम्हारा घर टिकटक भनेको जी ल है। यस्तै छ अवस्था। रोजीको ब्याट्री बिल्कुल लो डाउन भइसकेको छ। यसै छ अवस्था। अब यो उमेरमा लट्ठी टेक्नु भनेको अब हजुरहरूले बुझ्नु कस्तो अवस्था हो होइन। त्यही भएर हामी चाहिँ लेक सुरु भइसकेको छ गाइज। यता चाहिँ यो नेटवर्क ए डाटा अन रहेछ यार। सकिने जस्तो छ एक्चुली। यहाँ चाहिँ जीवहरू यहाँसम्म आउँदो रहेछन्, रोकिएका छन् सबै शिखर जाने हुन्। शिखर हाइट सब यो शिखर जाने मान्छेको भिड। ए हाम्रो गाउँको मान्छे तँ कहिले आया? ए हम पोरू फेरि आया हुले आज यहाँदेखि। ल अब चाहिँ डाँडा लागौँ। देखायो अब त यहाँ रन्किने हो। अब चाहिँ यहाँ लेक सुरु भयो। मोज हिटर रोस्ने। अब हामी लाग्यौँ। अब आयो रियल जङ्गल। उल्टा बाटोले जान हामीलाई बचाएको है। गाई जब यहाँ शिखरमा आज राम्रो केटी पाएपछि त कसैले जाला। ल यिनी पनि पढे लेखा छन्, यिनी पनि पढे लेखा, यिनी दुईको मिलाइदिउँ होइन। राम्रो पाएपछि कसैले जाला भन्यो। सो गाइज यहाँका डाँडा हिँड्दा हिँड्दा यहाँ त खुट्टा खतम भइहाल्यो। यस्तो छ अवस्था। घरदेखि हिँडेको 5 घन्टा भइहाल्यो अहिलेसम्म। यहाँ शिखर कहाँ हो नाम पनि थाहा के अरे अत्तो पत्तो छैन। यस्तै छ। त्यो माथि यहाँ यत्रो झोलाभित्र के होला। रोजी कहाँ गयो रोजी? पहिला बाटो छाडिदियो ले हो। हे शिव शङ्कर। हुने आएको तँलाई जुन चाहिँ हुँदो र एकै त्यही पनि एकै किडनी कि मान्छे छ? एकै किडनी हो आमाको? ए अपरेसन गरेर फाले हो। हुन त काम त उयो हो, दुईको पनि उयो हो, एउटाको पनि उयो हो र। हजुर एउटा बाइचान्स गडबडी भयो भने मात्र हो समस्या। त्यही त काम त एउटैले गरिहाल्छ फुल।
धन्यवाद सरलाई। राम्रो छ, वहाँ फेरो छ। अरे ऊ भित्र घुम्थ्यो बाटो। जाऊ लाग्यो लाइन। अरे हिट यार, दाइ बाटो छोड्नु न। माथिदेखि हिँड्यो। आऊ मतिया। ल फाइनली गाइस 8 घन्टा हिँडिसकेपछि यहाँ शिखरको हाम्रो लाटा काफुलीको मन्दिरमा पुगेका छौँ। अब एकछिनमा पूजा सुरु हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो भिड छ। वहाँ कहाँ जान लाइन लाग्दैन हो? यहाँ चाहिँ एकदमै लामो लाइन रहेको छ। भयङ्कर ठुलो लाइन छ। ल सो गाइस यो चाहिँ हाम्रो शिखर जाँच रहेको छ होइन। यहाँ चाहिँ म पनि फर्स्टचोटि आएको। यस्तो भिड हुँदो रहेछ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो लाटा काफुली देउराको पूजा गरिन्छ गाइस होइन। देख्न सक्नुहुन्छ एकदम बबाल भिड रहेको छ। यहाँ चाहिँ भन्छन् कि अब जसले जे वर माग्यो त्यो चाहिँ पुरा हुन्छ भन्छन् है। त्यही भएर यहाँ धेरै टाढा टाढादेखिको मान्छे आएका छन् होइन। यहाँ चाहिँ हाम्रो देउताको ठुलो सत रहेको छ। यहाँ हाम्रो देउता लाटा काफुलीको पूजा गर्ने गरिन्छ होइन। यहाँ चाहिँ हामीहरूलाई लगभग यो मुरबडा भन्ने गाउँदेखि आउँदा पनि आउने बेला 8 घन्टाभन्दा पनि बढी लागिसक्यो गाइस होइन। अब फेरि जाने बेला कति टाइम लाग्ने, एकदमै टाढा रहेको छ। अब पानी परेर बाटो खराब भएको कारणले धेरै टाइम लाग्यो। यहाँ चाहिँ एकदम टाढा टाढाका मान्छेहरू आउँछन् गाइस होइन। 8-8, 10-10 घन्टा हिँडेर आउँछन्। देख्न सक्नुहुन्छ यहाँ यति धेरै भिड रहेको छ। पहाडमा पनि धेरै भिड हुन्छ भन्ने कुरा मैले यहाँ थाहा पाएको देख्न सक्नुहुन्छ। बाबा अझ चारैतिर मान्छेहरू छरिएका छन् गाइस होइन। धेरै मान्छेले पूजा गरिसके, धेरै मान्छेले गर्नु बाँकी छ होइन। धेरै मान्छेहरू उता छिरारेर बसेका छन्। अहिले फेरि यहाँ हाम्रो जाँच पनि नचाहिन्छ अनि हाम्रो धामीहरूको यो धम्यौल हुन्छ गाइस होइन। भिडियो कन्टिन्यू हेर्दै जानु होला अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला।
गाडीको अगाडि जाउँ के कोचेर ए टाटा जाने दिने होइन बाल कट्न पाल्यो फाटिन्छ जाउँ अगाडि जाउँ कि चोट लाग्ने कुरो मान्छे भाग्न आउनु हामी अगाडि चोट लाग्यो
सो गाइज आजको भ्लग चाहिँ यति नै। सबैजनाले भ्लगलाई माया गरिदिनु होला अनि भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सनु होला।